यतिको त सिधै छ यी झ्याक्नै लाग्यो कहाँ गएको बिहान बिहानै दाजु अन्त ठिकै हुनुहुन्छ खानाहरू खानुभयो है हजुर दाजुले त्यहाँ हिजो राम्रो काम गर्नुभयो नि त्यो हाम्रो गाउँ समाज सबै गर्व मानेर छाती फुलाउँदै हिँडिरहेको छ त्यति त गर्नु पर्यो नि अब के भन्नु गाउँ समाजको लागि प्रेसिडेन्ट भएर त्यो हजुर त्यो त क्याटिस बनाएको फेरि क्याटिस पनि कस्तो मजाले सिस हान्नुहुन्छ नि दारुमै त्यही जान्छ हो हजुर दाजु त फेरि अब डरलाग्दै मान्छे ठुलो मान्छे दाजुको ठुलो त होइन नेताहरू जति त होइन नि अब त्यो समाजको लागि त्यति त गर्नु पर्यो नि हो हजुर मलाई त मन परेको थियो दाजु शब्द क्या तपाईँको बोली वचन हुन्छ नि दाजु भयङ्कर मन परेको क्या मलाई तपाईँको त हरेक चिज मन पर्छ नि मलाई त्यही हो दाजु अब के हो अब बोल्नु पर्यो नि त होइन गाउँ समाजको लागि 10 लाख चार्ज गरेर राखेँ भाइ ए हुन्छ दाजु काली सिकाउनु जानु छ आज हजुर अस्ति क्या मारिदिएको है दाजुले दाजुको हात पो त हो दाजुको हात अप्पै दाजुले क्या डल्लो त मारिदिएको नि दाजु ता ताकेर त्यही ऊबाट त्यो बियरको बिचमा मात्रै ताक्यो भने बिचमा मात्रै झारिदिन्छु दाजुले फेरि क्या दाजु क्या दाजुले खैनी क्या बनाइदिन्छ क्या दाजु एक बनाइदिनुहोस् न एक पक खाइदिनु पर्यो खैनी हो दाजु म सिधै हुनु नि खैनी माग्न आएको भनेर अब त्यस्तै हो दाजु एक पक खैनी माग्नु लागि छैन खैनी जा जहिले पनि आउँछ बिच्चा बिच्चा सर्काउँछ कि खैनी मागेर जान्छ किन खेप्नु सक्दैनस् त्यत्रो बेग त बोक्छस् त के बोकेको छस् त्यहाँ ढुङ्गा बोकेको छस् कि पैसा बोकेको छस् तपाईँको क्याटिसको ढुङ्गा तर बुटुले ल्याइदिएको नि दाजु बिहान बिहानै त्यो नुन मिनाको झोल जस्तो अनुहार बनाएर आयो दाजु खाइदिनु दिनुहोस् न दाजु नानीलाई दिनु भन्छ अब ल दाजु तेरो मेरो होइन हौ खैनी दिनुहोस् न हौ खैनी नै हो यो ल सबैले अब खैनी खोलमा खैनी राख्यो भने त खैनी सबैले माग्छ अनि त्यही भएर टेढे मेरो खोलमा राखेको ल मलाई पनि बनायो एक पक आइहालेछ अब तँलाई त अब खैनी बनाउँदाखेरि पिए पो राखौँ भन्दैछु म त क्या आरामी खैनी एक पक मात्रै दाजु के खानुहुन्छ ठुलो ठालो मान्छेले खैनी खैनी लौ